यी संहिताको मर्म र भावना बमोजिम वास्तवमा संघीय सरकारले काम गर्न सकेन विगतमा। जुनसुकैको सरकार होस्, मूल समस्या चाहिँ त्यही नै रहेछ र प्रदेशहरू पनि प्राय केन्द्र डिपेन्डेन्ट जस्तो भएका छन् र स्थानीय पनि केन्द्र डिपेन्डेन्ट जस्तो। बढी स्थानीयले कति स्वार्थ देखिएको, प्रदेशहरू एकदमै केन्द्रमा डिपेन्डेन्ट। संहिताको भावना बमोजिम प्रदेशहरूले पनि आफ्नो अधिकारलाई सर्ट गर्नै सकेन। आफ्नो अधिकार मौलिक कानुन बनाउने, त्यसलाई लागू गर्ने क्षमता उनीहरूले राख्न सकेन भन्ने भइरहेको छ। संविधानले अनुसूचीमा जति अधिकारको बाँडफाँड गरेको छ, साझा अधिकारको सूचीमा अलिकति समस्या हो, एक्लै जान सकिँदैन। तर एकल अधिकारको सूचीमा प्रदेश सरकारले अलिकति आफ्नो क्षमता प्रकट गरेको भए हुन्थ्यो भन्ने मैले ठाउँमा भनेको छु, मुख्यमन्त्रीज्यूलाई पनि भनेको छु, हाम्रै साथीहरूलाई मैले भनेको छु। त्यो मौलिक प्रदेश सरकारमा जान सकिँदैन, समस्या छ। संहितालाई 3 त भनेर ल्याइसकेपछि 3 तलाई नामै जानुपर्छ। अहिले झट्टै हेर्दा कस्तो देखिन्छ भने म चाहिँ ठाउँ घुम्दा मैले देखेको, मैले चाहिँ त्यसका विभिन्न ठाउँमा गएर घुम्दा देखेको प्रदेश सरकारभन्दा बढी कतिपय ठाउँमा स्थानीय सरकार राम्रो काम गरेको पाइन्छ। कतिपय ठाउँहरूमा डेभलपमेन्टलाई एकदम गाउँका कुना काप्चासम्म पुर्याउने, चाहे खानेपानीको कुरा हो, सानो बाटोघाटोको कुरा हो, विद्यालयको कुरा होस्, कतिपय ठाउँ त राम्रो प्रगति भएको पाइन्छ। अहिले पब्लिक स्कुलहरू कतिपय ठाउँको स्थानीय तहले निकै राम्रो स्तरले माथि उठाएको पाइन्छ। यो सार्वजनिक विद्यालयहरूमा बोर्डिङमा भन्दा त्यतातिर मुलुकाहरू कतिपय विद्यालयहरू देखिन थालेको छ। त्यो एउटा प्रगति पनि हो। त्यसलाई हामीले चाहिँ के भने यो सङ्घीय सरकार जसको होस् एउटा कमन एउटा दृष्टिकोण बनाउन सक्यौँ हामीले। लोवर हाउस, अप्पर हाउस, प्रतिनिधि सभा, राष्ट्रिय सभा दुवैले मिलेर एउटा साझा दृष्टिकोण बनायौँ संहिताको कार्यान्वयन सम्बन्धमा, संहिताको कानुन सम्बन्धमा बनाउन सक्यौँ भनेदेखि त्यसले मात्रै हामी त्यस्तो रहन सकौँ जस्तो मलाई आजको दिन मेरो अनुभव मेरो सेयर गर्न चाहन्छु। म चाहिँ यहाँनिर यसमा नेपालको स्वतन्त्रता, नेपालको एक ठाउँमा छ यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई वास्तव जनतालाई समृद्धिको बाटो बनाउन हामी एक ठाउँमा छौँ भन्ने एउटा कोण हामीले निर्माण गर्न सक्नुपर्छ।